सबैलाई नमस्कार। हाल म जापान चिबाबाट। हामी आएको यहाँ 2 वर्ष जति हुन थाल्यो। अब आज हामी समसामयिक विषयमा कुरा गर्दैछौँ। जापानको जीवनशैली कस्तो छ, के छ भनेर हाम्रै साथी सरोवर रहेर एउटा सानो पोडकास्ट जस्तो हजुरहरूले हेरेर साथ दिनुहोला। उहाँ हुनुहुन्छ हाम्रो बद्री प्रसाद जयसी। सम्पूर्णलाई नमस्कार। मेरो नाम बद्री प्रसाद जयसी। म अहिले हाल जापानको चिबामा बस्दै आइरहेको छु र आज हामीले यो विशेष वस्तुमा हामीले भिडियो बनाउन गइरहेका छौँ कि जापानमा विभिन्न हामीले भोगिरहेका कुराहरूलाई हामीले समेटेर हजुरहरूको माझमा हामीले केही कुराहरू राख्ने एउटा जमर्को गरेको छौँ र त्यो जमर्कोलाई हामी हजुरहरूको माझमा हामी प्रस्तुत गर्न गइरहेका छौँ। अब जापानको अब तपाईँको पनि 2 वर्ष जति हुन थाल्यो है? हजुर। त्यो ल्याङ्ग्वेज भाषा स्कुल पढ्न लागेको। हजुर। अब के छ त विचार? अनि अब हाम्रो भोकेसनल स्कुल सेन्मन स्कुल फिक्स भयो तपाईँको? अब मैले चाहिँ जापानमा आएको 2 वर्ष भइसक्यो करिब करिब। मैले निहुँगो गएको। अब म सानगाचोमा सोचेकै हुने हो र अब त्यो हुने क्रममा अब के भइदियो भन्दाखेरि त्यो अब हामीले सेन्मनको बारेमा भन्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने अब हामी सबै सेन्मन गएकोहरू खोजिराखौँ नि। यो सेन्मन गएको खोजिरहेको साथीभाइहरूलाई मेरो सल्लाह सुझाव चाहिँ के छ भन्दाखेरि हामीले जति सक्दो छिटो सेन्मन गएकोको लागि हामीले जोम्बी गऱ्यौँ भने तयारी गऱ्यौँ भने चाहिँ त्यति नै हामीलाई फाइदा छ। किनभने जति हामीले ढिलो गर्दै गयौँ र जति हामीले टाइम वेस्ट गर्दै गयौँ भने हामीलाई त्यति नै गाह्रो हुँदो रहेछ। छिटो गर्नुको फाइदा के छ भन्दाखेरि फेरि छिटो गऱ्यो भने हामीलाई जुन गएकोमा लाग्ने गएको फीहरू र तपाईँको 25% डिस्काउन्टको हिसाबले पनि हेरिँदो रहेछ र त्यो हिसाबले अब मैले मेरो विषयमा कुरा गर्नुहुन्छ भने मैले सेन्मन गएको मैले हाल अहिले मैले 5वटा गएकोमा मैले अप्लाई गरेको है सेन्मन गएकोको लागि। किनभने धेरै दुःख पाइयो कि मैले 5वटा गएकोमा गर्दाखेरि पनि जतै रिजेक्ट भइसकेपछि मलाई लास्टमा 2टा गएकोमा गरेको थिएँ। 2टा गएकोमा सँगै गरेको थिएँ। 2टा गएकोमा सँगै गर्ने क्रममा मैले चाहिँ के भने चाहिँ एउटा फुकुओका र ओकिनावा गरेको थिएँ। त्यो गर्ने क्रममा के भयो भने पछि मैले 2 ठाउँ नाम निक्सिसकेपछि चाहिँ धेरै दुःख पाइयो होइन, पैसाहरू पनि धेरै गयो। अनि त्यो भइसकेपछि अझै कतिपय साथीहरूले सेन्मन गएको पाउनु भएको पनि छैन होइन। धेरैहरू साथीहरू अझै पनि सेन्मन गएको पर्खाइमा हुनुहुन्छ। त्यसैले म के भन्न चाहन्छु भने सकेसम्म हामीले जति सक्दो छिटो गऱ्यौँ भने हामीलाई नै फाइदा हो र त्यसको लागि म के अनुरोध गर्न चाहन्छु भने जति सक्दो हामीले छिटो फिक्स गरिसकेपछि चाहिँ आफ्नो बाटोको गन्तव्यको एउटा निर्धारण गर्ने र उभिन सकिने कुरा हुन्छ। त्यही त। अनि अब धेरै गाह्रो भयो होला है स्कुल फिक्स गर्न? त गाह्रो हुन्छ नि, धेरै गाह्रो हुन्छ। अहिले यो हाम्रो कम्पिटिसनको छ, मान्छेहरू धेरै हुनुहुन्छ स्टुडेन्टहरू होइन। अब कम्पिटिसन छ।